हेलो साथीहरू, सेवान्ने सेवारो ख्याफुलो। तपाईँहरूलाई म आज के भन्छु भने नि यो भिडियोद्वारा अबदेखि उताको बिहाहरूमा चाहिँ यो चोचेहरू चाहिँ नकाट्नुहोस्। एकदमै बेसी भइसक्यो अरे नि त, पक्कै भइसक्यो अरे हाम्रो साथीभाइलाई बिहामा चोचेको मासु खाँदा खाँदा। र यस्तो चोचे चाहिँ नकाटिदिनुहोस्, किनभने बरु अरू काट्नुहोस् न तपाईँहरूले। चोचे चाहिँ मैले एक दुईजना साथीभाइबाट सुनेको कि यसपालिको बिहामा चाहिँ त हो यस्तो सुँगुरको मासु खायो, यस्तो सुँगुर मासु खायो भन्छ नि त साथीहरू। र तपाईँहरूलाई चाहिँ म के भन्छु भने अबदेखि उताको बिहामा चाहिँ सानो भए पनि खसी ल्याएर काट्नुहोस् र बाख्रा काट्नुहोस्। कति राम्रो कति मिठो भएर खान्छ नि त बाख्रा खसी भन्ने चाहिँ हतपत काट्दैन गाउँमा। र तपाईँहरूलाई एकदमै खान्छ होला है साथीहरू। अब यो चाँचेले चाहिँ वाक्कै लागिसक्यो अरे एकदमै साथीहरू। र म चाहिँ तपाईँहरूलाई के भन्छु भने अहिले भन्नु पनि हो, चोचे चाहिँ अब एकदमै सबै जातले चलाउने भइसकेको छ नि त। पहिला त राई सुब्बाहरूले मात्रै यो चोचेको मासु चलाउँथ्यो अरे सुन्नुमा आएको। र अहिले चाहिँ एकदमै बेसी चलाउनुहुन्छ नि त। र चोचे चाहिँ एकदम फेमस भएको छ साथीहरू। अब यही पाराले हो भने चाहिँ साथीहरू यो चोचेको मासु पनि 500हरू पुग्छ है। अब 400 त पुगिसकेको छ। बजार कता कता हाम्रो बस्ती मात्रै 350हरू चल्दैछ। र साथीहरू यस्तो चोचेको मासु चाहिँ अब नबनाइदिनुहोस्। र तपाईँहरूले पनि जति सक्दो चाहिँ सानो भए पनि सिङपलाको खसी नै काट्नुहोस् है साथीहरू। त्यो खसी काट्यो भने चाहिँ अब फेरि सुँगुरको मासुको दाम घट्छ होला। र साथीहरू हेर्नुहोस् है, यस्तो चोचेहरू चाहिँ काट्दा चाहिँ अब कस्तो छ होला है। अहिले त फेरि सबैजनाले मनपर्छ यो चोचेको मासु। बिमारीहरूले पनि मनपर्छ त। अब डायबिटिसले खानु हुँदैन, सुगरले खानु हुँदैन भन्छ नि। तर नि अब कहाँ छोड्छ हौ साथीहरू। अब यस्तो राम्रो चोचेको मासु यस्तो बलियो बलियो पाउँछ नि। यहाँ हेर्नुहोस् न कस्तो छ होला है, कत्रो कत्रो छ जिउ चाहिँ हो। यहाँ त कुइन्टल कुइन्टलको छ नि त। र अब यहाँ पनि छ मेरो अलिक सानो। अब यस्तो चोचेको मासु चाहिँ अब बन्द गर्नुहोस् है साथीहरू अब बिहामा चाहिँ। र साथीहरू जति सक्दो चाहिँ खसी ढाल्ने गर्नुहोस्। खसी ढाल्यो भने चाहिँ मान्छे फेरि यति खुसी हुन्छ नि। फेरि खसी चाहिँ हतपत खानु पाउँदैन नि त। र बिहातिर खसी काटेको चाहिँ यस्तो सुहाउँछ कि त्यो बिहा पनि फलानाकोमा त आज त 4वटा खसी काट्यो अरे भने कस्तो राम्रो सुहाउँछ नि हौ साथीहरू। र साथीहरू लु हवस् त, मैले तपाईँहरूलाई यो सानो सूचना भनेको मात्र है साथीहरू। मैले नखाऊ नकाट पनि भनेको चाहिँ होइन है साथीहरू। यो चोचे चाहिँ एकदम बेसी भइसक्यो अरे हाम्रो साथीहरूले सुन्नुमा आएको। अब गफडा हुँदाखेरि भन्छ नि त योपालि त बिहामा त अब है सुँगुरको मासु त कस्तो बेसी भइसक्यो। कत्रो कहाँ जतिवटा बिहामा पनि सुँगुर कति बलियो बलियो छ है थियो है साथीहरू भन्छ कि। अनि त्यसले गर्दा मैले सानो मेरै घरको सुँगुर देखाएर भिडियो गरेको। ल हवस् त साथीहरू, आजले यतिमै, धन्यवाद।